दर्शक हामी देखाइरहेको छौँ अहिले कांग्रेस नेता अभिषेक गिरीलाई चाहिँ अहिले स्वास्थ्य अवस्था बिग्रिसकेपछि उहाँलाई अहिले जिल्ला प्रहरी कार्यालयबाट अस्पताल लगिदिएको। बहाना चल्दैन है, बालन सरकार बहाना चल्दैन। पटक पटक दोषीहरूलाई समातेर उनीहरूलाई राम्रोसँग अनुसन्धान गरेर कानुनको कठघरामा उभ्याउन सक्नुहुन्न र छानबिन गर्न सक्नुहुन्न भने समातेको जस्तो गरेर हस्पिटलमा लगेर हस्पिटलबाट सिधै डिस्चार्ज गरेर घरमा पठाउने हो केपीलाई जस्तै हो भने चाहिँ तपाईहरुले नसमातेकै राम्रो, अपराधीहरूलाई नसमातेकै राम्रो। किन हाल्नुहुन्छ जनताहरूको आँखामा छारो? किन भ्रम फैल्याउनुहुन्छ? किन जनताहरूको मन घरिघरि दुखाउनुहुन्छ तपाईहरुले? एउटा अपराधीलाई समातिसकेपछि तिनीहरू चाहे बिरामी हुन्, चाहे जेसुकै हुन्, जस्तोसुकै हुन्, यिनीहरू कारागारमै मरेर यिनीहरूको लास डुङडुङ किरा परेर निकाले हेर्न चाहन्छौं हामी पनि यिनीहरूको लासमा किरा परेको हेरेर अनि बल्ल निकालेर पशुपतिमा लगेर जलाउन चाहन्छौं हामी। यत्रो राज्यको ढुकुटी निथारिन जेलसम्म जनताहरूलाई रगत पसिना बगाएको ठाउँबाट, कर तिरेको ठाउँबाट हसुर्नसम्म हसुरेर लाद्रो पड्काउनुसम्म पड्काउने बेलामा चाहिँ यिनीहरूलाई काहीँ पनि नदुख्ने, केही पनि नहुने, अलिकति गिलो गु पनि नआउने, मोज मस्ती गर्ने, ऐस आराम गर्ने यिनीहरू नेपालको ब्याङ्कमा मात्रै नभएर विदेशको ब्याङ्कमा धरि पैसा डिपोजिट गरेर राख्न सक्ने यिनीहरू सात पुस्तालाई पुग्ने गरी अनि जब प्रहरीले अनुसन्धानको लागि समातेर के अरे हिरासतमा लान्छ त्यतिखेर चाहिँ यिनीहरूको कहाँ दुख्ने, के हुने, अनेक थरीको रोग देखा पर्ने। कसरी हुन्छ यस्तो? कसरी हुन्छ? राज्यको ढुकुटी निथारेर त्यत्रो भइसकेपछि त एउटा अनुसन्धानमा ल्याइसकेको व्यक्तिलाई घरिघरि हस्पिटल लगेर के अरे हस्पिटलबाट सिधै डिस्चार्ज गर्ने काम तपाईहरु नगर्नु होला। तपाईहरुलाई त म यति पनि भन्न चाहन्छु कि यिनीहरू बिरामीबाट तडपी मरेको हामी हेर्न चाहन्छौं। यिनीहरूलाई त औषधिको लागि सिटामोल पनि नदिकन तडपिएको हेर्न चाहन्छौं हामी। जसरी हुम्ला जुम्लाका नागरिकहरू चाहिँ एउटा सिटामोल खान नपाएर मरेका थिए, त्यसैगरी यिनीहरूलाई पनि जेलको कालो सिडीमा लगेर हिरासतमा राखेर तडपी मरेको हेर्न चाहन्छौं हामी। तपाईहरु राम्रोसँग अनुसन्धान गर्न सक्नुहुन्न भने जनताहरूको आँखामा छारो हाल्नको लागि चाहिँ तपाईहरुले नसमातेकै राम्रो। जनताहरूलाई पनि खुसी लाग्छ, ओहो फलना समात्यो, ढिस्का समात्यो, अब अनुसन्धान हुन्छ, हाम्रो देशले काँचुली फेर्छ, हामी जनताहरूले न्याय पाउँछौं भनेर बल्ल शान्तिको सास फेर्दै गर्दाखेरि त्यो सास ओरदोर नचलिकन तपाईहरु हस्पिटलमा लाने, हस्पिटलबाट सिधै डिस्चार्ज गरेर घरमा पुर्याउने हो भने चाहिँ नसमातेकै राम्रो। यो सरकारलाई पनि हामी राम्रो मान्दैनौं। राष्ट्रपालले चाहिँ जे गरे पनि राम्रो, अरूले चाहिँ जे गरे पनि नराम्रो भन्ने हुँदैन। सरकार भनेको हामी जनताहरूले पुर्याएको सरकार हो र जनताहरूको हितको लागि काम गर्नुपर्छ सरकारले। मलाई त्यस्तो लाग्छ साथीहरु। तपाईहरु कतिजना हुनुहुन्छ? हिजो अस्ति केपी ओलीलाई पनि समात्ने बित्तिकै अनेक थरीको रोग देखा परेर हस्पिटलबाट सिधै डिस्चार्ज गरेर घरमा गएर मुन्टिने, अनि घरमा मुन्टिसकेपछि अब चाहिँ मलाई समात्दैन होला है भन्ने थाहा पाइसकेपछि मिडियामा आउने, नानाभाती ठुल्ठुलो भाषण गर्ने त्यस्तो व्यक्तिहरूलाई समातेर जनताहरूको आँखामा छारो हाल्नुहुन्छ र पटक पटक जनताहरूको मन दुखाउनुहुन्छ भने चाहिँ नसमातेकै राम्रो। एउटा अपराधीलाई समातिसकेपछि राम्रोसँग अनुसन्धान हुनु पर्यो, कानुनको कठघरामा उभ्याउनु पर्यो, दोषी हो भने कडा भन्दा कडा कारबाही हुनु पर्यो र निर्दोष हो भने त्यो व्यक्तिलाई छुटकारा पाउनु पर्यो। यति हो हामी